ल स्टार्ट है। जिप पनि हुन्छ, एउटा टपिकमै हुन्न नि, अब ऱ्यान्डमली जिप पनि हुन्छ कि। अघि चाहिँ कुरो हामी कहाँ थियौँ भन्दाखेरि होइन, हामी बिजनेस फिल्ममा थियौँ, हामी फिल्ममा। हामी त्यो भन्थेँ नि त मैले तँलाई, हरेक त्यो क्लिप हुन्छ नि त, लाइटहरू फरक फरक आउँछ। जस्तै तैँले एडिट गर्न भाइ त्यो स्टाइल पारेर नबोल त यार, स्टाइल पारेर बोल्नु स्टाइल पर्दैन। पारेर बोलेको छैन म। अब भन्थेँ नि मैले तँलाई अघि, हरेक तैँले जस्तै हामीले इन्डोर सुट गऱ्यौँ भने हरेक उसको तैँले लाइट सेम पार्छस् होइन। त्यो भएपछि त एडिटरलाई पनि त सजिलो भयो नि त, त्यसले छ्यापछ्याप एउटा क्लिप एडिट गऱ्यो भने त्यसको त्यो एडिट कपी गरेर अर्कोमा राख्दाखेरि लगभग हल्का सेम लाइट आइहाल्छ नि त। अनि थोरै त्यसलाई मोडिफाई गर्न सजिलो भयो सुरुदेखि गर्नुभन्दा चाहिँ। अन्त हामीले खिच्यौँ नि त जुन त हामीले क्लिपहरू खिच्दा त पक्कै पनि लाइट त फरक परेकै छ क्या। त्यो हामीले जति मिहिनेत त कसैले पनि मैले त जति पनि मिहिनेत गरेछु भन्न त चल्यो भन्छ कि, हो कि हामीले मिहिनेत गरेछौँ होइन, तर मिहिनेत गरे पनि पुगेको छैन कि। लाइट चाहिँ अलिकति हामीले मिलाउन जानेन जस्तो लाग्छ होइन। अनि त्यो भएको कारणले एडिटमा टाइम लाग्छ, बात दिने नै भएन। त्यो हामीले त्यो फिल्म बनाउँदाखेरि नि हामीले त्यहाँ बजेट पनि कम्प्रोमाइज गरेको होइन। त्यस्तो त्यो फर्स्ट प्रोजेक्ट त्यस्ता मान्छेलाई हावा भन्न पाक भन्न नि सक्थे। मेरो आमा चाहिँ बहुत हेल्प गरेको त्यो बेला, मान्न चाहिँ पर्छ होइन। उसले पनि यहाँ त टर्किन होइन होइन, मेरो आमाले पनि मुवाले पनि ओहो यसले के नै गर्न थाल्यो भनेर एउटा आश चाहिँ लागेको हो कि। त्यो भएर पनि मैले यो मुभी जस्तो होइन निकाल्न चाहिँ पर्छ, लाजै मर्दो हुन्छ यार नत्र त होइन। ननिकाल्ने त्यत्रो मान्छेको मेहनत छ नि त, निकाल्न चाहिँ पर्छ। अलि ढिलो होला चाँडो होला के हुन्छ, अलि ढिलै होला, तर आउनु त आउँछ, अलिक ढिलै आउला। तर जुन हामीले त्यसमा मेहनत गरेछौँ नि, त्यो लगातार कति दिन बसेर लाइक हुन त हामीले मेन एउटा गल्ती रिहर्सल त्यो धेरै ध्यान दिइएन। तर त्यो सामान जुटाउनेदेखि लिएर त्यहाँबाट यताउतिको त्यो अनि त्यो हिँड्ने दिनको त्यो लभरी के त्यो गाडी प्याक गर्दा त्यो। अनि मलाई सबैभन्दा हुने भनेको फर्स्ट त्यो दिन हामी बेलुकी गयो नि सुट गर्न, अनि बेलुकीको सुट गऱ्यौँ नि, त्यो दिनको हालत कस्तो थियो हाम्रो खाना खानेहरू सुत्ने बेलासम्म। ओ भगवान्, त्यो धुवाँ भएर काँसो लाग्छ है, डाइलग आएन। अहिले म सम्झिँदा हाँसो आउँछ नि त। फर्स्ट डे चाहिँ मैले साँच्चै कि हामीले लास्ट जो भएको यार, ट्रली भाँच्चिने पनि कस्तो बेलामा भाँच्चे, पछि भाँच्यो नि सकेपछि ट्रली भाँच्चेन, त्यसले ऊ निस्के बेरिङ निस्के, त्यो बनाएको हेर न कति दिमाग लागेको नि हामीले रहेछ। तर अलिकति स्ट्यान्ड पनि भएन हामीसँग। तर हामीले एउटा जस्तो गिम्बल लगाउँथ्यौँ नि, अब अलि बजेट हुने क्यामेरा ह्यान्डल गर्न जान्ने मान्छे भए चाहिँ कडा हुन्थ्यो। गिम्बल भएपछि त्यो ट्रली चाहिँदैन कि। गिम्बल त एक दिन युज गर्ने नि, गिम्बल हरा भन्ने थियो त, अनि हरा भन्ने थियो होइन, हरा भन्ने त्यहाँ थिएन, पछि हरा अर्को दिन हरा भन्ने थियो नि त बिहान खोज्दाखेरि। टोलसम्म चाहिँ ल होइन यार, थाहा छ दोकानमै छ त्यसलाई हेर त। हावा कस्तो त्यो मान्छे हावै हो कि त्यही भएर यति आएर नि त अनि फोटोग्राफी सिक्नु। अब त्यो गिम्बल मैले राख्छु भने हो डिसिआईको यार, त्यसलाई बाल छैन यार त्यस्तो महँगो गिम्बल यार। कति पटक जा दोकानमा छ जा पनि मान्दिनँ, अब के भन्ने ल भन्छ। ठिक छ नचाहिँ अनि भाबिस त्यस्तो। तर यस्तो अब बजेट हुने नि हामीसँग स्टोरी हुन्छ, म्यानेज गरिनु रहेछ कि जुगाड। त्यो एक्टर चाहिँ खोज्न पर्ने जस्तो मैले मानिनँ कि, मैले जसले नि गर्नु रहेछ एक्टिङ गाउँछ होइन। जस्तो हामीलाई चाहिँ 50 mm लेन्स भएको हामीलाई क्यामेरा भए पनि भयो कि। त्यो राजको कति थियो अरे? 50 mm हो, 50 mm। तर 50 mm एक मात्र आउँछ नयाँ क्यानन के आउँछ त्यो थियो यार। कहिले छुट्टी होला अनि यार मलाई त। अनि अब हामी भैले चाहिँ खेल्नुपर्छ मिलसम्म, नत्र नि भैले खेल्न मिलेन भने उ गर्ने। भैरवको डकुमेन्ट्री बनाउने हो कि राम्रो। भैरवको डकुमेन्ट्री कस्तो दामी। अब हामी कृष्ण जन्माष्टमीमा त हामी सबै त भइन्छ। खासमा कृष्ण जन्माष्टमीको बेलुका निकाल्छन् कि कोहीले पूजा गरेर निकाल्छन् नि त भैरव। अब त्यो क्लिप खिच्न भ्याइँदैन, कोही गएर खिच्दैछ भने चाहिँ हो होइन। नत्र नि हामीले उनीहरू बिहान पूजा जस्तै आज बेलुका नाच्ने भन्दा चाहिँ उनीहरू बिहान पूजा गरेर उहाँबाट हिँड्छ नि त मन्दिरबाट। त्यहाँदेखि त्यहाँ बाबु बाजेहरूले त्यहाँ भन्नुहुन्छ नि सबैले, त्यो भिडियोदेखि लिएर आएर हामीले बजार लिएर भैरव नचाउँछन्। अनि बजार लिएर भैरव नचाएर उहाँ बिहान गएर कसरी सेल आउँछन् त्यो देखाउने। अनि पछि लास्ट दिन चाहिँ यसरी अन्त्य भयो भनेर यसरी हुन्छ भने अब सुरुको चाहिँ देखाउन पाइदिनु जस्तो लाग्छ मलाई कि। किन सबै यतै हुन्छ, तपाईँ यतै हुन्छस् त चाँडै गएर चाहिँ तैँले गर्नु मिल्यो। मलाई के छ भन्दाखेरि, नत्र नि कोही चिनेको छ भने जस्तै त हाम्रो इक्जाम मेरो इक्जाम स्पेसली मेरो इक्जाम चाहिँ 30 पछि भइदियो भने ठ्याक्क 10 हजारको छुट्टी एकैपटक हुन्छ क्या। अनि म सट्टै जान मिल्छ कि। त्यो भयो भने चाहिँ मलाई सुनिल अङ्कलले भने कि एकजना मान्छे भेटाउँछु बुढा जसलाई यो बारे इतिहास बारे थाहा छ,
अनि त्यहाँबाट गर भने मलाई त गर्न मन किन मलाई उहाँकै भोइस ओभरमा उहाँले जस्तो जस्तो भन्नुहुन्छ त्यही तरिकाले हामीले त्यही त भोइस ओभर हुन्छ अनि त्यो भनेको कुरा देखाउने हो देखाउने के हो ट्याक्क त्यही त्यो हो त्यो भएपछि त्यही हो मलाई कान्तारा हेरेबाट इन्सपायर भएको हो क्या हाम्रो कल्चर पनि देखाउँ न त त्यसो भइरमा नेपालमा कहाँ हुन्छ हुँदैन कहीँ हुन्न अर्घाखाँची मलाई थाहा छ मैले अहिले एउटै जिल्ला मात्र मैले अहिले यही रिसर्च गरेर हाम्रो मात्र हो रे अर्घाखाँची जिल्ला यही मात्र हो रे मैले थाहा पाएको हामीलाई थाहा तँलाई थाहा छ मैले एउटा कुरा थाहा पाएको त्यो अङ्कललाई सोद्धाखेरि बुझ्दाखेरि होइन अर्घामा लाखे पनि रहेछ नि लाखे नुवाकोट। नाच्छ नि अर्घा नाच्छ अर्घा पनि रहेछ नुवाकोट पनि रहेछ क्या लाखे दुइटा लाखे रहेछ क्या अर्घाँचीमा लाखे नाचेको चाहिँ नुवाकोटको चाहिँ थाहा पाएन मैले नुवाकोट रहेछ क्या लाखे मैले उसको चाहिँ थाहा तर पाएँ अर्घा निकाल्ने रहन्छन् कि अर्घा चाहिँ मैले थाहा पाएँ अर्घा हो। चाहिँ त्यो उसमा नाच्छ नि त्यो दसैँको बेलामा नाच्छ लाखे त्यो ऊ सराई गर्दा सरा गर्दाखेरि नाच्छ नि त्यो भैरवै भन्छ लाखे भन्नु कल्चर त, हामीले लाखे किन भन्नु। प्रमोट गर्न सकिरहेको छैनौँ त्यो त बवाल हुन्थ्यो बजारमा बाउ लाखे बाजेहरू गरेर ऊ भएपछि अब भैरवै भन्छ नेता के मेन भनेको नेता भन्दा नि अब त्यो प्रतिनिधि मान्छे नै नसोचेपछि तल बेसले केही गर्नै सक्दिनँ कि अब त्यो जसले सोच है भनेर पठाएको मान्छे नसोचेपछि के गर्नु अर्घाको बाजाको पनि हुन्छ है डकुमेन्ट्री अर्का बाचा गर्न मन छ हामीसँग कति अप्सन छ गर्न अप्सन त डकुमेन्ट्रीको हाम्रो त छ कसैले आँटे नि आँटे होइन कसैले नआँटोस् भन्ने कुरा हामीले चाहिँ गरौँ भन्ने कुरा तर यो भैरम चाहिँ मलाई एकदमै गर्न मन छ यार होइन अब भैरव खेल्यो भने भैले खेल्यो नत्र भने भैरम गराउने त्यही गर्ने हो अहिले रातभरि बसेर खालि त बसिँदैन घर घर त्यो दुइटा क्यामेरा चाहियो मोबाइलबाट नगर्ने धेरै फ्लक्चुएट हुन्छ मोबाइल भने जस्तो हुन्न हामीलाई अब त्यो भैरम सुट गर्दाखेरि अडियो चाहिएन के अरे होइन त्यो हावा हल्लाले पनि चल्छ हामीलाई भोइस ओभर गर्दाखेरि अडियो राम्रो चाहिएको त्यो बेला त हामीसँग माइक साइक पनि हुन्छ नि त्यो बेला बरु जे पनि गर्न मिल्छ कि अहिले खिच्यौँ भने ठ्याक्क अर्को भैरव आउने विषयमा हामीले आनन्दले भिजुअलाइज गरेर मिल्यो 1 वर्षमा टोटल गराएर खत्री गराएर तर छिटो किनकि बिना टाइम पनि हेर्नुपर्छ कि अब वैशाखमा हामीले भैरमको बारेमा वैशाखमा निकालेर हुन्छ र हामीले अब हुँदैन नि त एउटा पञ्चबाजा छ भैरम छ पञ्चबाजा त्यस्तै अब दिग्गज मान्छेहरूसँग भेट भएर उहाँले एउटासँग भेट गराउँछ अनि बेसी गराउनुपर्छ कि त्यही नि यसो इन्जिनियरिङको बारेमा भन्नु न इन्जिनियरिङको कसरी हेर्दैछ इन्जिनियरिङलाई होइन के रहेछ इन्जिनियरिङ 2 वर्ष लाइक 1.5 वर्षको एक्सपिरियन्स रहेछ चाहिँ के बल्ल हामी कोर सब्जेक्ट त्यो त सिभिल अझ इन्जिनियरिङको मेन त सिभिलै भनिन्छ नि त साँच्चै भन्नु पर्दाखेरि चाहिँ मैले सुरुको सेम चाहिँ मैले केही पनि थाहा भएको थिएन होइन फर्स्ट सेमिस्टर पहिलोचोटि जस्तै भन्दा नि अब इन्ट्रान्स दिन त म पहिला आएको थिएँ होइन इन्ट्रान्स दिँदाखेरि खासै त्यस्तो पढ्ने भनेर सिरियस चाहिँ भइएन नत्र पनि सिरियस भएको अगाडि ऱ्याङ्क अभियसली आउँथ्यो 1 महिना पनि गइएन होला अनि पछि होस्टेल बसिराख्यो अनि पछि 1 महिनापछि इक्जाम छ भनेपछि घर फर्केको होस्टेलमा बसेको किन होस्टेलमा पैसा तिर्यो भनेर होइन अनि इक्जाम दिन आयो यही तसँग बसेको होला त इक्जाम दिएर तसिल त आएको होइन अनि पछि होइन तँलाई त्यो फर्स्ट सेमिस्टरमा त्यो के भएर त्यस्तो लाग्यो म कहिले पनि अब कस्तो भन्दाखेरि इयरली पढ्ने बानी लागेको होइन सेमिस्टरमा एडप्ट हुन सकेन पहिलो कुरो अनि त्यस्तो तरिकाले त्यो ऱ्यापिड तरिकाले पढेको पनि थिएन कि किनकि अब ढ्याक 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 भन्नु कोर्स चाहिँ भास्टै होइन भास्ट त सुरुको त भास्टै थियो तर भास्ट भन्ने कि अब जे कुरा पनि अब एक्सपिरियन्स गर्दै गएपछि थाहा हुने हो नि त जस्तै अहिले पनि कोर विषय सब्जेक्टहरू छ होइन टस भनेको छ सबै अब स्ट्रक्चर भनेपछि अलिक खत्रै भनेपछि स्ट्रक्चर सोध्छ होइन सिभिलमा भनेपछि स्ट्रक्चर भनेपछि सबै अलिक के भन्यो भने राम्रो अलिकति खत्रै अलि धेरै मिहिनेत गर्ने तरिकाले लिएछ भन्ने हुन्छ होइन हाम्रो अझै पनि सोसाइटीमा इन्जिनियरिङ भन्दा त सिभिलै फर्स्टमा हुन्छ नि त त्यो त सिधै सिभिलै भनेर आउँछ होइन तर सिभिललाई हेर्ने तरिका पनि फरक छ नि त त्यो त अब त्यो एउटा सटाएर जस्तो जिस्काएर मजदुर भन्नु त फरक कुरा तर होइन मलाई कस्तो लाग्छ नेपालको सोसाइटीमा इन्जिनियरिङ पढे चाहिँ जस्तै करले चाहिँ विभिन्न हुने कि सिभिलमा जस्तै कर भन्दा इन्जिनियरिङ पढ्नु भन्छ भनेपछि कम्प्युटरमा पैसा जस्तै म पनि सुरुमा त कम्प्युटर पढ्न इच्छा गरेको नि म चाहिँ किन चेन्ज भएको भन्दाखेरि माइन्ड मेरो चाहिँ किनकि म यत्तिकै ल्यापटपमा हेरेर बस्न सक्दिनँ कि मलाई एक्सप्लोर गर्नु मन लाग्छ होइन एज युजल अब मलाई रिसर्चको इक्जाम्पल दिन्छु मान्छे एक्सप्लोर गर्ने मान्छे हो नि त ऊ हिँडिराख्ने त्यस्तो मान्छेलाई कम्प्युटर इन्जिनियर लिएर काम छैन कि किन भन्दाखेरि म पनि त्यस्तै हुन्थ्यो होला अब हालत त्यस्तै हुन्थ्यो होला किनकि मलाई म लगभग मैले कुनै भिडियो हेरेँ भने नि मलाई 5 मिनटको भिडियो हेर्न पनि मैले
कस्तो झेउ लाग्छ कि या यताउता हिँडिदिने कहाँ बाहिर गइदिने जस्तो लाग्छ कि म अड्डिनै सक्दिनँ कि कम्प्युटरमा म अड्डिनु त गेम खेल्दा मात्र हो भन्दाखेरि त गेम खेल्न मात्र गर्छ भन्ने जस्तो हुन्छ न त भने त्यो त्यो त अहिलेको यो सर्ट फर्म भनेपछि कन्टेन्टको यो थ्योरीले पनि बिगार्यो क्या मान्छेको बारे अनि कस्तो हुन्छ भन्दाखेरि जे पनि कम्प्युटर इन्जिनियरिङ भनेपछि धेरै भास्ट आइटी भनेपछि भास्ट हो कि किनकि अब भन्दाखेरि अब एउटा पार्टमा लागेपछि त सकिन्छ भन्ने जस्तो हुन्छ तर मलाई चाहिँ त्यो हिम्मत आएन कि भन्दाखेरि अब सिभिल जस्तै सिभिलको तिम्रो डिग्री हातमा छ भने चाहिँ तिमी फिल्डमा गएपछि काम गर्दै सिक्दाखेरि तिम्रो बानी पर्ने हो कि कम्प्युटरको लागि तिमीलाई चाहिँ पहिलेदेखि स्किल डेभलपमेन्ट त्यो त गरिन्छ होला यदि आँटेको भए चाहिँ गर्न सकिन्थ्यो गर्न सकिन्न भन्ने त हुँदैन तिम्रो भित्रबाट इच्छा शक्ति हुनु पऱ्यो नि त त्यो मन थिएन नि थिएन मन थिएन अनि ठ्याक्कै मैले ठ्याक्कै चेन्ज गरेर बाहिर जाने पनि मन त भए पनि पठाउनु त पठाउनु थियो होला त्यही पनि म त्यस्तो कर गरेन घरमा पनि भनेपछि एकजना बाहिर गयो जाने आँटेपछि ठ्याक्कै दिदीको पनि भइहाल्यो अबको 10 लाइक तैँले अबको 10 इयर्सलाई कसरी म्याप गर्छस् यो गर्छु भन्दाखेरि के छन् त्यस्तो ख्वाइसहरू अनि यो गर्छु नसोच्न र तेरो मन पर्यो मलाई यो गर्न मन छका कुरा के छन् यहाँ घुम्न जान्छु यो खान्छुमा के छन् त्यस्तो होइन त्यो घुम्न त अब मलाई नेपाल एक्सप्लोर गर्ने मन लाग्छ किन भन्दाखेरि मलाई कुन ठाउँ नेपालको मलाई लगभग सबै ट्रेकको रुट चाहिँ अहिलेसम्म सुनेको बाहिरबाट होइन सुनेको फेभरेट ट्रेक कुन छ मलाई जहाँ चाहिँ जान मन छ वाउ भन्ने खालको रिसेन्टली भर्खरै जाम जस्तो लाग्ने चाहिँ होइन किनकि धेरै सुनेको भएर होइन एबिसी ना एबिसी हिमालतिर चाहिँ मलाई नै कि जस्तै मलाई खुमै डाँडा जाने मन लाग्छ कि किन भन्दाखेरि खुमै पोखरा मार्दिको ठ्याक्कै अपोजिट होइन अलिक नजिकबाट हिमाल एबिसी त उहीँ अब क्याम्पमै गयो त्यति हो भनेपछि कोरी फरक पर्छ जस्तो लाग्छ ड्राइभरले भन्छ नि खुमै अलिक राम्रो छ नजिक छ माथि चाहिँ त्यो नर्मल सुरुको ट्रेकहरूलाई चाहिँ सजिलो हुन्छ भन्छन् तर मन त जागा जाने मन लाग्छ नि त अब रारा जाम भन्ने हुन्छ सेफोक सुन्डो जाम भन्ने हुन्छ हुन त होइन पनि जस्तै आफ्नो बजेट फ्रेन्डली होइन भने चाहिँ 5 पोखरी पनि लाग्थ्यो 5 पोखरी चाहिँ अलिकति ठाडै छ भने जस्तो जस्तै हिँड्ने बानी त पहाडमा हो हिँड्न त सकिन्छ नहिँड्न सक्दैन बजेट फ्रेन्डली भनेपछि जस्तै खुमैसम्म चाहिँ हामी 8-9मा पुगेर फर्किन्छ जस्तो लाग्छ भन्नु दाइहरूले अनि त्यही भएर चाहिँ रिसेन्टली प्लान गराएको थियौँ तर अब स्पोर्टमा चाहिँ स्पोर्ट पनि भयो स्पोर्ट पनि लङ भयो पनि तर गेमहरू सार्दै राख्दाखेरि चाहिँ लगभग 2 दिन जस्तो लाग्छ ट्रेक पनि अहिलेलाई त्यस्तै हुन्छ जस्तो लाग्छ एक्सप्लोर गर्न धेरै मन लाग्छ नि त मलाई पूर्वसम्म पुरै जान छ होइन पूर्वसम्म होइन म काठमाडौँसम्म मात्र मसम्म पुगेँ दोलखाको कुन उसमा के अरे के भन्छ सैलुङ पूर्व त्यति दोलखाको दोलखा र चरीकोट त पारी पर्यो कालिम्पोङ जाने चाहिँ चरीकोट हुँदैछ चरीकोट हामी जान परेन चरीकोटबाट कस्तो हुन्छ भन्दाखेरि मुडे हो कि केबाट चाहिँ हामी तल लाग्यो मुडे हो कि के यस्तो होला मैले यो दोलखा भन्दाखेरि अहिले एउटा मान्छेको नाम दिमागमा आउँछ विराज खड्का भन्ने तिनको कन्टेन्ट मैले अहिले अति भर्खरै डिस्कभर गरेको कन्टेन्ट क्रिएटर हो कि नेपालको होइन भर्खर सुरु गर्न छ उहाँले तैँले ऊबाट चिन्छ विराज खड्का भनेको चिराग खड्काको दाइ हो कि 5-55 अस्ट्रेलियाबाट आएर नेपालमा फार्मिङ त्यो मान्छेको लेभल त्यो दाइको त्यो डिटर्मिनेसन देख्दाखेरि यति इन्सपायर लाग्छ कि लाइफमा कुन टाइममा गएर त्यस्तै गर्न पाइयोस् भन्ने नि हुन्छ कि त्यो दाइ टक्कै त्यो चरीकोटको अनि मेथाङ भन्ने ठाउँ कि दोलखा जिल्लामै पर्छ कि अनि मेथाङ भन्ने ठाउँमा चरीकोटदेखि पारिपट्टि ठ्याक्क हिमालयमा देखेँ होइन त्यो हिमालयको यताको साइडमा त्यही दाइ भिडियोमा देखिरहेको हुन्छ तलपट्टि हेर्दाखेरि त मलाई केही छैन जस्तो लाग्यो कि ओहो यहाँसम्म मान्छे जस्तै हाम्रो अर्घाँचीमा हेर्दाखेरि मान्छे धेरै सिफ्ट भएर ब्रेन भएर होइन हुन्छ बाहिर बुटोसम्म आछ पढ्न भन्दै होइन छैन भन्न हुन्छ होइन म जब दोलखा गएँ होइन दोलखा सोइलुङ गएँ अब भन्दाखेरि ल पपुलर ठाउँ त्यहाँ त कलेज सोचेर बिजनेस हो भन्छ नि होइन तर त्यहाँ मान्छे छ कि यति मान्छे छ होइन हामी बिहान 4 बजी उठेर हामी सनराइज हेर्ने गरेर हामी सोइलुङ गयौँ होइन सोइलुङ डाँडामा निस्किँदा होइन ग्रेट वाल जस्तो गराएको नर्मल हामी सिट चढ्दाखेरि वरिपरि हेर्दाखेरि पुरै लाइट बलिरहेको कि त्यहाँ मान्छे छ कि अनि मैले फर्स्ट टाइम त्यो हिउँ पर्दा हिउँतिर हिमालयनतिर हुन्छ नि कोनिफेरस फरेस्ट भन्छ नि तिखा भएको होला कि हिउँहरू अर्डर नसक्ने ट्याप्प झर्ने हो कि समथिङ के भन्छ त्यस्तो वाला चाहिँ पुरै त्यो मैले फरेस्ट त्यस्तै देखेँ कि त्यहाँको चाहिँ मैले त्यस्तो वाला उहाँ देखेँ दार्जिलिङबाट अब नेपाल छोड्ने बेला पशुपति नगर जाने बेलामा त यस्तो भइहाल्छ अहिले पनि याद हुन्छ त्यहाँ चाहिँ मैले ठ्याक्क त्यो देखेँ मलाई त्यहाँको युनिक कुरा के त्यहाँको बाटो पिच गरेको बाटोमा नि सानो चारी के हुन्छ नि तिनी ढुङ्गा के
तिनीहरूले टुक्रा टुक्रा पनि बिछाएको थियो कि त्यो फ्रिक्सनको लागि नलिर्कियोस् भनेर नलिर्कियोस् पानी परिरहेको ठाउँ त घाम नलाग्ने धेरै अनि त्यो ठाउँ कसले बिर्सिन लास्टै मलाई राम्रो पूर्व पनि सबै पूर्व explore पूर्व गर्नु त छ। ग्यान्टकसम्म गयो बा म पश्चिम पनि इटहरी गोरुसिके। सबै झापा बिर्ता मोड सब भ्याएको पश्चिम गोरुसिके। कहाँ गएनस् म त यो दाइ थिएँ नि विक्रम दाइ कञ्चनपुरसम्म गएको महेन्द्रनगरसम्म महेन्द्रनगरको एउटा याद छ अलिअलि इन्सिडेन्ट ठुलो सहर यार वाइल्ड ठुलो सहर छ म चाहिँ त्यहाँसम्म तर अझै पनि धेरै घुम्न मन यता छ चाहिँ दोलखासम्म मलाई कर्णाली पुगेँ। घुम्न पोखरा मन छ गएँ। यता माथि मध्यपश्चिमको माथि के भन्छ अब पूर्व पश्चिम उत्तरै भन्छ होला माथि उत्तरतिर मुस्ताङै पुगेस् मुस्ताङ नि मलाई चाहिँ कर्णाली जान मन छ कि कर्णाली परदेश अनि घुम्नु मलाई ब्याचलर त्यस्तो पछाडि जानु मन छ। त्यति मन छ एउटा हामी कस्तो भन्यो भन्दाखेरि यो समय टाइम भयो भने चाहिँ अब कति जाने भने अब र यो उसको ट्याक्क चैतपछि बिचमा ग्याप हुन्छ नि त ब्याक इक्जाम यदि ब्याक लागेन भने चाहिँ अन्त ब्याक दिने तयारी नै हुन्छ अन्त ब्याक लाग्यो भने चाहिँ ब्याक दिने नत्र भने चाहिँ 1-1.5 हप्ता चाहिँ ग्याप हुन्छ किन भन्दाखेरि सबै अरू ब्याचको नि त अरू सेमको दाइहरूको पनि त ब्याक गराउनु पऱ्यो नि त ब्याक इक्जाम गराउनु पऱ्यो त्यो बल्ल सर्वे क्याम्प स्टार्ट हुन्छ त्यो क्याम्पमा चाहिँ घर जानु भन्दाखेरि कतै जाने कि ढुल्नु हुन्छ नि गरी महिना भयो भने त के भयो भने ठाउँ एक्सप्लोर गर्न लाग्दा मौसमै राम्रो भयो पार ओहो राम्रो लाग्यो भन्ने त हुँदैन नि त जहाँ पनि राम्रो भइहाल्छ जसरी यो इन्जिनियरिङसँग ब्याक जोडिने किन हो ब्याग जोडेर कोही कोहीले फेरि नै गराउँछ खै मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि जस्तै अहिले मान्छेमा डिपेन्ड गर्छ अब पढ्यो भने कट्ने भन्ने हुन्छ कस्तो हुन्छ त भन्दाखेरि इन्जिनियरिङ मैले सेकेन्ड सेमको रिजल्टबाट थाहा पाउँछ कि कस्तो हुँदैछ भन्दाखेरि त्यो सेकेन्ड सेम भयो सेकेन्ड सेमको रिजल्ट आएन सरस्वती ए भयो हो नि त होइन त्यो बिबिएको पनि भयो सबैको रिजल्ट एकैपल्ट आउँछ कि रिजल्ट आएको नि उनीहरूको कस्तो चाहिँ थाहा भएन अहिले त्यसले टपिक किन्यो भने छोटले खै हाम्रो चाहिँ 3 महिनामा रिजल्ट निकाल्छ होइन 3 महिना लगभग 2.5-3 महिनामा निकाल्छ दाइहरूको जस्तै ठुलो सिनियरहरूको कुरा अनुसार चाहिँ होइन तिमीले जति लेखेछौ त्यति चाहिँ कहिले पनि सोचेर नआउनु भनेर भन्छ कि तिमी फेल हुन्छु भने पनि तिमी पास हुन सक्छ तिमीले 20 ल्यायो भने तिम्रो 24 आउन सक्छ औ मेरो 30-35 ल्याउँछु भने पनि तिमी फेल हुन पनि सक्छौ भन्छ क्या इन्जिनियरिङ लाइक तँलाई वाइ इन्जिनियरिङ किन थियो इन्जिनियरिङ गर्न म्याथमा ट्यालेन्ट छ आफू भन्ने थियो कि के लाग्छ अहिले फेयरली भन्दा घमण्ड थियो कि मलाई भन्ने थियो कि मैले सोचेको चाहिँ के भन्दाखेरि होइन मैले सोचेँ कि सिभिल इन्जिनियरिङ पढ्छु हल्का टाइम हुन्छ गेम पनि खेलिन्छ होइन हल्का अरू एडिटिङ सिडिङ पनि गर्न सिक्ने मलाई एडिटिङ भनेपछि पहिलादेखि नै मैले मिमहरू गराउँथेँ नि यसो यता एडिट काम गरेर यता गरेर मन लाग्थ्यो होइन भनेपछि फोटोसप चाहिँ मैले पछि चाहिँ उसले त्यो फोटो काटेर गराइदियो नि त हाम्रो कसले भन्दाखेरि गोविन्दले चाहिँ गराइदिएको फोटोसपबाट गोपाल अङ्कल हाम्रो आमा र बुवाको फोटो थियो अनि गोपाल अङ्कल हटाएर आमा बुवाको मात्र फोटो गराउँदाखेरि चाहिँ ओहो यस्तो काम चाहिँ आफै पनि सिक्न पर्छ है भन्ने भयो अनि फोटोसप पनि अनि सिकौँ भन्ने भयो त्यहाँबाट जाएको नत्र एडिटिङ भनेको चाहिँ मलाई पहिल्यैदेखि गर्न मन लाग्ने अनि गेम पनि खेल्छु किनकि मलाई मन छ एकचोटि गेम पनि ट्राई आउट गरौँ भन्ने मन छ जस्तो भएर चाहिँ सोचेँ र के गर्ने सिभिल सोचे जस्तो रहेछ हार्ड छ है हार्ड भन्दा नि कस्तो भन्दा के हो जस्तो लाग्छ तर गर्न सकिन्छ टाइम म्यानेजमेन्ट भन्दा नि कलेज त्यस्तै परेर कलेज भन्दा नि फेरि अब अरू कलेज त फक्टअपै छ यार तेरो होइन मलाई लाग्छ शनिबार आइतबार कलेज गराओस् होइन तर एक टाइम फिक्स गराओस् कि 7 देखि 3 के तरिकाले गराउनु न बिहानको न दिउँसोको आज 3:30 सम्म क्लास थियो पुरै थ्योरी साथीहरु कोर्स भएन भने कोही एब्सेन्ट हुन्छ क्लासमा लाइक साथीहरु एकदमै वाइल्ड एब्सेन्ट हुने मान्छे पनि छन् लाइक कलेज गएको पनि छ अहिलेसम्म सेकेन्ड सेम को दुईटा मधेसीहरु हो तराईकोहरु हो किन चाहिँ अब खै अब धनी सम्पत्ति होला उनीहरुले त बाल हुन्न नि एउटा जग्गा बेच्दै हामी तराईको चावडा हुन्छ के रे पहाडको आउँदैन नो अब आज चाहिँ सर्वे सरले के भन्थे नि सर्वेको चाहिँ भत्ता पाक्ने भनेछ भत्ता दिने भनेछ एक ठाउँ सर्वे गर्न लगाउँछ अरे भनेर बोला भने चाहिँ तिमीलाई मैले चाहिँ सियो प्रिन्सिपललाई भेटाएर त्यही मौकामा चाहिँ कुरा राख्छु भनेर चाहिँ आज प्लान गराएको थियो नत्र नि सरहरूलाई मतलब हुँदैन यानको लगाइदिन्छ यानको हटाउन लागेर ढोग्न पर्छ टियु जान पर्छ यताबाट पठायो भने चाहिँ त्यो भन्दा चाहिँ अनि चाहिँ कस्तो रहेछ ब्याचलरमा आएर भन्दाखेरि जति सरसँग किचित गरेर सरलाई रिसिट गर्ने होइन कि यानको लगाइदिने कि बढी मार्क्स दिने बढी मार्क्स किनकि ऊ हुन्छ नि त डेभिएसन हुन्छ नि त तँलाई इन्टरनल बढी दिएर पठायो तेरो एक्सटर्नल कमायो भने चाहिँ खतरा मार्क्स डेभिएसन हुन्छ घट्छ फेल भन्ने हुँदैन तर डेभिएसन चाहिँ धेरै हुन्छ कि सरसित न्यु खोज्छु सर आफूले दुःख है
आउन दो भन्दा नि सर नर्मल पढाउँछ नि पढ्न मन लाग्दैन नि हल्ला नगर्दैन बाहिर निस्किने आनन्दले बस्ने चिया खाने चुरोट खाने या स्कुलका चुरोट स्कुल खाने स्कुल स्कुल टाइमका साथीहरूसित टचमा त है सगुनहरू अब उतै भइहाल्यो राजकीयहरू भइहाल्यो यतासँग यताको त को छ विशाल त्यही छ कलेजमै कहिले काहीँ हुन्छ को खानासँग विशाल रे विशाल घिमिरे घिमिरे टिकटकैबाट त फेमस अरू चाहिँ खासै भएको हो त्यो तसँग भेट हुँदाखेरि त्यो पिरिङ्गा सल्याउसँग भेट हुने हो नत्र अनि अरू बेला चाहिँ खासै कोहीसँग पनि टचमा हुँदैन तर सबै साथीहरू फरक ए त्यो साथी त्यो बिजी आएको के भयो त्यो त अराखेजी रहेछ अस्ति भएन बिबी के रे बिडी थाहै छैन बिडिया छैन खै त्यस्तै सुन्दै मैले चाहिँ थाहा थिएँ उसले भन्दै गएन मैमाले भन्दाखेरि थाहा पाएको मैले पनि किन निस्केन रे थाहा भएन मैले चाहिँ होइन अस्ति मेरो दोकान मुवाको दोकानमा क्रिम किन्न आएँ कि मम्मीले भिडियो कल देखाउन थियो कि हुँ रहेछ बिजी आएर भन्यो के गरिरहेको त्यसले भनेर मैमाले त जोइन गरि के अरे होइन खै के जोइन गरे रे मैमा त फेरि पद्मकन्या जाने भन्ने थियो ल त्यो छोडेर नगरे अर्कोमा गएर ए बहिनी खोइ कहाँ पढेको बिर्सेँ हो मैले त्यो के पढ्थेँ रे बिबिएस हो कि बिबिए नै हो यस्तो के हो रिसर्चलाई थाहा होला सबै फरक फरक फिल्ड आएर खुसी लाग्छ कोही डक्टरतिर कोही भए पनि हुन्थ्यो भन्ने हो को छन् हुन त कोही न कोही त होला धीरज दोष र विज्ञान दोष कतातिर केटाहरूसँग कहिले काहीँ हुन्छ मेसेज ऊ पाँडे चस्मा त्यही भएर चस्मा डक्टर चस्मा भइहाल्यो पसाले बन्ने भन्छ क्या चस्मा पसाले बन्ने पाँडेको त ऊ रहेछ नि त कहाँ अप्थमोलोजिस्ट हुनु आँखाको सम्झुको रोहित त्यो चस्माको लेन्स हुन्न त्यो लेन्सको इन्जिनियरिङमा रहेछ कि त्यसले पढेको तँलाई याद छ हामी त्यो एन्डी फिल्टर नभेटेर एउटा दाइकोमा गएको थियौँ नि त्यो दाइले म इन्जिनियर हो भन्थ्यो नि हो त्यसको इन्जिनियरिङ रहेछ कि त्यो इन्जिनियरिङ हुने रहेछ कि त्यो लेन्सहरूको कुन कलेज मिन्स त्यो बिले कसरी काट्ने वा कति आँखालाई कति चाहिन्छ समथिङ समथिङ के मेकानिक्स हो कुन कलेज रहेछ पढ्ने यहाँ कहाँ भनौँ एउटा सरकारी जस्तो नाम के थियो एउटा कोही राजा शासकको जस्तो नाम थियो के थियो बिर्सेँ त्यो ऊ 6 महिनालाई यत्तिकै ऊ 6 महिना 3 महिनालाई यत्तिकै भैरवा पठाएर रहेछ कि यहाँबाट यहीँ पऱ्यो पढ्ने त कुनमा यहाँ सरकारीमा बिर्सेँ मैले नाम के थियो सैनिकमा हो र सैनिकमा त होइन होला त्यो आँखा कि हो कि त्यो त्यो कलेज तिलगङ्गा त होइन होला होइन तिलगङ्गा होइन सन्दुक रोहितकै भयो नि त अब होला अप्थामोलोजी चाहिँ रहन्छ कि उसले पढ्ने सब जब त्यही भयो भन्थ्यो है भन्दाखेरि तर के हो थाहा भयो तैँले चस्माको लेन्स उसले पढ्दैछ हामी त चाहिँ भेट भएर होला ऊ साथीसँग चाहिँ आदर्श आचार्य भन्ने डिबनाको साथी होइन अनि म अहिले जुन साथीसँग बस्छु नि उसँग पनि कलेज सँगै पढाएँ जुट्टी हामीसँग नि पहिला जुट्टी चाहिँ ऊ पनि त्यही टपर जस्तै हो नवीनसँग भिड्नै होला होइन अनि चाहिँ उसले चाहिँ पोखरा पढ्ने रहेछ डब्लुआरसीमा डब्लुआरसीमा हुँदैन डब्लुआरसी पोखरामा टिउरी डेफिनेटली पनि छन् होला नि कलेज त है आइएको छ मेडिकलको चाहिँ मलाई थाहा भएन खै पोखरा भन्दाखेरि एउटा मान्छेको याद आउँछ कि मलाई त्यो ठिकठाक मजाले क्यामेल वाक भन्ने एउटा केटी देख्छ यस्तो कन्टेन्ट बनाउने त्यो हामीलाई एक ब्याच जुनियर हो कोमल होला हौ क्यामेल वाक भन्ने एउटा चाहिँ पाइँदै भिडियो बनाउने यस्तो बवाल लाग्छ मलाई त्यो कन्टेन्ट पनि यस्तो बवाल लाग्छ जे पाइ त्यही बनाउँछ है तर यस्तो इन्टरटेनिङ यति हाँसो लाग्दो हुन्छ त्यो खतरा छ त्यो ह्युमर कि त्यसको मलाई त अझै पनि गेममा ट्राई दिउँ जस्तो लाग्छ के छ र भन्ने पनि हुन्छ म कस्तो सिरियस भएर सोध्छु कि कहिले काहीँ कहाँ पोखराबाट गेममा पुग्यो है कहिले हुन्छ नि एउटा एकचोटि ट्राई दिनु टेन्सन के को हुन्छ तर अन्त टेन्सन एक्चुअल टाउ दुख्छ कि कुराहरूले यो कुरा भयो भने मलाई मुड अफ भयो कि बिहानै एउटा मुड अफ भयो कि जस्तै मैले मेरो भन्छु मैले मेरो चिया बिग्रियो भने नि मलाई मुड अफ भएको टाउको दुख्यो कि दिनभरि मुड अफ हुँदैन होइन जस्तै मैले नर्मली एउटा कुरा गरिरहेको छु होइन म कन्सन्ट्रेट भएर कुरा गरिरहेको छु एउटा केही भनौँ ठ्याक्क गर्दा म ठ्याक्कै त्यो कुरा डिस्ट्र्याक्ट भयो केही कुरै बुझेन कहाँ छुटो जस्तो हुन्छ नि त्यो अझै जस्तै सरले त्यहाँ पढाइरहेको होइन अनिपछि म घोरेर सोचिरहेको त्यहाँ हेरिरहेको छु होइन सोच्नु तर केही बुझिरहेको छैन तर बुझिरहेको नै सोचिरहेको होइन सोच्नु लाग्यो अलिअलि बुझ्यो होइन ठ्याक्कै यताबाट बोलाइदियो होइन अनिपछि ठ्याक्क लगाएर कुरा यसको कुरा सुन्यो होइन उता सर कहाँ पुग्यो यस्तो रिस उठ्छ त्यति बेला चाहिँ आफूसँग रिस उठ्छ कि नहेर्नु नि होइन एकैछिन आफूले नि होइन यस्तो हात गरेर रुक रुक भन्ने जस्तो हुँदैन कि त्यो गर्दा रुक रुक गर्दाखेरि मेरो माइन्ड डिस्ट्र्याक्ट हुन्छ कि मलाई कस्तो रिस उठ्छ मलाई मेरो दिमागसँग रिस उठ्छ कि म छिटो डिस्ट्र्याक्ट हुन्छु कि मैले पढ्न नसक्ने पनि मलाई पहिलो कारण के भन्दाखेरि म ल्यापटपमा अलि बेरसम्म बस्न सक्दिनँ के हुन्छ लाइक फिजिकल पेन मेन्टल डिस्टर्ब के हुँदैन म के सोच्छु अगाडि एउटा भिडियो हेरिरहेको हुन्छ भनेपछि मैले नर्मली सोचिरहेको हुन्छ दिमाग कहाँ घुमिरहेको हुन्छ नर्मली त्यसमा नि कन्सन्ट्रेट त हुन्छ है तर हुन्छ नि कहाँ के पढ्दैछु
बेला बेला मात्रै बाबालाई पढाइराखेन होइन म के गर्दैछु भन्नुहुन्छ होइन हुन्छ कि है पहिलामा खर्च गरिराखेन खर्च गरिराखेन बा बसेको उता त्यति भयो होइन दिदीलाई उता पठाएँ मेरो पनि स्कलरसिप त होइन नि 5 लाख गरेछ नि होइन होस्टेल खर्च यताउता गरेर 15 लाखमा त मलाई इन्जिनियर बनाउला नि होइन त्यो बाहेक त फेरि ब्याक लाएर मैले धेरै गराएँ भने त त्यसपछि खर्च पनि बेहोर्ला नि होइन तर मलाई इन्जिनियर बनाएर छोडे पनि त मैले खाएँ भने लास्टमा 18,000 को जागिरले मैले बाको त अब बा आमाको ऋण त तिर्न सकिनँ नि त जति कमाएँ त्यति कमाएर त मैले दिन सक्नु पऱ्यो नि त्योभन्दा बढी गराएर त दिन सक्नु पऱ्यो नि गर्न सकौँला कि नसकौँला कसो हुन्छ भन्दाखेरि कहिलेकाहीँ त मलाई के हुन्छ भन्दाखेरि जस्तै आज सुति होइन अनेस्टली भोलि उठ्दा उठिएन जस्तो भन्ने बढी सोचे जस्तो होइन होइन कस्तो लाग्छ भन्दाखेरि हुन्छ तँलाई लाग्छ कि लाग्दैन होइन हामी एउटा गेम हो गेममा छौँ हामी गेम खेलिरहेछौँ कि माथिबाट कसैले हामीलाई गेम खेलाइरहेको होइन तल यहाँसम्म जानुपर्छ जान्छ तर त कति बेला मर्छस् भन्ने थाहा हुँदैन कि हामी यत्रो पढे लास्टमा गएर त इन्जिनियरको इआरको लाइसेन्सको इक्जाम दिएर फर्किँदा लाइसेन्समा पास भयो भने केटालाई पार्टी दिएर फर्किनेलाई मऱ्यो भने त के भयो लाइसेन्स पाएपछि के त अब त्यसो अप्सन के त होइन त्यसो भयो भने के भन्ने एउटा गेम हो के भने गर्ने के त्यसो बेला नमर्नलाई के गर्ने नसोच्ने अब जे हुनु छ भइहाल्यो नि त अब सोचेर बसेर त के ल मैले सोचेको कुरा भयो भने त ल म सबैभन्दा खतरा मान्छे भइहाल्यो नि त हो कि होइन मैले सोचेको कुरा सब भयो भने ल म त खतरा हो भनिदिन्छ नि त अरे लाग्छ कि लाग्दैन तर भने मर्नमा डर लाग्छ लाग्दैन एकचोटि मर्नै छ अब कहिले लेखेछ भन्ने कुरा मान्छेले कति बेला लिएर किन सोच जस्तो फेरि यस्तो होइन कहिले काहीँ अब त लाग्दैन यतिकै नर्मल भिडियो हेर्दाखेरि मर्छु जस्तो लाग्दैन मलाई मलाई लाग्दैन मर्छु जस्तो लाग्दैन मलाई लाग्दैन कि म मर्छु जस्तो लाग्दैन खै किन त्यसरी सोच्दिनँ भनेको मैले त्यसरी सोच्दा त अहिले सोच्दिनँ पहिला सानोमा चाहिँ लाग्थ्यो मलाई मलाई के लाग्थ्यो तँलाई कहिले त्यस्तो भयो मलाई इभन अझै याद छ सानो हुँदाखेरि मलाई चाहिँ कस्तो लाग्थ्यो त सारामा होइन हाम्रो त्यो त धेरै कानुनी बुन्दरलाको बाघ 200 मा मान्छे हुन्छ याद त मैले मलाई चाहिँ विश्वास लाग्ने थिएन किनकि अब अलिअलि त पढ्यो नि त सानो भयो भने त पढ्न त पढ्यो नि त कहिले बुन्दा लागेको भूत जस्तो त केही पनि हुँदैन भन्ने जस्तो नि कस्तो लाग्थ्यो भन्दाखेरि त राति बसिरहेको छैन तर सडनली पिसाब लाग्यो जाडो गएर म चाहिँ मलाई बिस्तारै उठ्नु मन लाग्थ्यो मम्मीलाई नउठाइकन गइस् वासरुम होइन अनि त पछि नफर्किकन आउँथिस् दौड्दै त्यसो त धेरै गरे नि म त पछि हेर्दै आउँथेँ कि होइन मलाई लाग्थ्यो के आउँछ जस्तो लाग्थ्यो कि आउँछ कि हेर्छु कि देख्छु मलाई अझै पनि लाग्छ देख्छु जस्तो लाग्छ मलाई अझै पनि लाग्छ मलाई लाग्छ इन्काउन्टर भूसँग हुन्छ कि जस्तो अझै पनि लाग्छ म कस्तो ठुन्थेँ भन्दा हो मलाई यति माया गरी मम्मी एक दिन बितेर जान्छन् यार अनि त्यो दिन कस्तो होला धेरै सोचेँ त्यो रुन्थ्यो वाइल्ड म फेरि यस्तो हो त्यो तँलाई थाहा छ त्यो हेरिडेटी मेरो मम्मी पनि त्यही सोचेर आमा सम्झेर रुनुहुन्थ्यो अरे कि अनि त्यही ठ्याक्कै त्यही उमेर जे उमेर सोच्नुहुन्थ्यो नि त्यो उमेर मैले पनि सोच्थेँ कि त्यस्तो हुने रहेछ त्यसको लागि म अझै रेडी चाहिँ भएन क्या कसरी ट्र्याकल गरौँला के गरौँ एकचोटि त हुनै छ नि त त्यो त है त्यही भएर पनि मलाई बाहिर जानु मन लाग्यो वाट इज लभ टु यु लभ भनेको भ्रम अनि कस्तो भ्रम जुन भ्रममा म पर्न चाहन्छु होइन भ्रममा पर्न चाहन्छु भन्दाखेरि नि होइन कस्तो भन्दाखेरि होइन भ्रम त होइन एउटा यथार्थ पनि हो अनि कस्तो लभलाई डिस्क्राइब गर्ने पनि कस्तो तरिकाले भन्ने कुरो हुन्छ कि अब धेरै अहिले त धेरै अनर्थ अर्थ लाग्छ लभ मलाई धेरै सोच्दा नि मलाई योबाट टाढै बस्न छ किन भन्न मन त्यस्तो हो चाहिँ के भन्ने थाहै नभएर टाढै बस्न मन छ एट्र्याक्सन हो कि त ऊप्रति एट्र्याक्ट हुने म अरूप्रति एट्र्याक्ट हुने मात्र हो त्यसलाई अब एट्र्याक्सनमा कसरी ल्याइन्छ भन्ने कुरो हो मैले माया गर्छु कस्तो माया भन्ने के हुन्छ लाग्दैन कि माया अर्थहीन छ के मैले बुझेको तैँले मलाई त के लाग्छ मलाई थाहा छैन मलाई लाग्छ मलाई माया भनेको अर्थहीन शब्द हो कि तँलाई चाहिँ माया के हो भन्ने मेरो मैले थाहा पाएँ कि त्यसलाई माया एकदमै अहिले त कन्फ्युज के हो किनभने अर्थहीन हो कि पहिला भनिस् भ्रम होइन यथार्थ पनि हो फेरि भन्छस्
अर्थ पनि छ अर्थ छ फेरि त्यसको अर्थ के हो मलाई थाहा छैन नि भन्छ मलाई के थाहा भने छैन, हो कि मलाई थाहा छैन माया भन्ने के हो एउटा डिलेमा माया भन्ने एकदमै खतरा चिज चाहिँ हो त्यो चाहिँ थाहा छ जसले जे कुरा पनि बिगार्न सक्छ होइन यार बहुत ठुलो शक्ति चाहिँ हो अनि यो एउटा ऊ हो भक्ति हो त्यही हो, माया चन्द्रमा भनेको। झार्छु भने शक्ति हो अँ शक्ति त चन्द्रमा झार्न सकिन्छ अनि केले उसलाई भन्नु लाइक त्यो चन्द्रमा केले झार्न सक्ला नत्र मायाले त झारेन सक्छ मायाले झार्न सक्छ कि ए बाबा चन्द्रमा झारी बराबरको काम गरिदिने भने मेरो प्रेमी प्रेमिकालाई खुसी पार्ने काम गरिदिए भयो त उसका लागि चन्द्रमा झारे बराबर जस्तै इक्जाम्पलका लागि चन्द्रमा झारेको माया भन्ने कसरी भयो त म इक्जाम्पल दिन्छु सुन राम्रो इक्जाम्पल दिन्छु माया भन्ने के हो मैले ठ्याक्कै एक्ज्याक्ट इक्जाम्पल दिन्छु ठ्याक्कै आयो दिमागमा प्रियङ्का चोपडा छ नि निक जोनसले पर्पोज गर्ने बेलामा के भयो त भन्दाखेरि पर्पोज गरेछ होइन त्यो दिन चाहिँ बादल लाएर चन्द्रमा देखिन्छ कि अनि प्रियङ्काले भने चाहिँ आई वान्ट टु सी मुन भनेर उसले आफ्नो प्राइभेट जेट बुक गरेर अनि त्यो बादलमाथिबाट चन्द्रमा देखाएर ल्याएको कि त्यही त हो चन्द्रमा झार्नु जस्तो कुरा गर्नु भनेको जुन कुरा उसले कल्पना गर्यो नि एउटा एक पक्षले अर्को पक्षले पुरा गरिदिनु नै माया हो कि त्यो विश्वास त जित्नु नै माया सोच्नु अब प्रियङ्का चोपडालाई होइन अब प्लेन बुक गरेर मलाई आकाशमा उडा चन्द्रमा मलाई हेर्न मन छ देखाइदिन्छ कोही मान्छेले भने मलाई के चाहियो त अरू भने त ठिकै त हो त्यो गरिबले त चन्द्रमा झार्ने कुरै नगर्ने सिम्पल गरिबले किन चन्द्रमा झार्ने कुरा गर्न पर्यो गरिबले धेरै कुरा अरू गर्न सक्छ नि त गरिबले पनि चन्द्रमा झार्न सक्छ आफ्नो श्रीमतीलाई वा श्रीमानलाई चन्द्रमाको बराबर हैसियतमा राखेर त्यसरी गर्न सक्छ त्यो त सबले सक्छ नि सपोज गर्ने कुरा हो त्यो भ्रम भएन सपोज गरेको भ्रम भएन भ्रम भयो त्यो सत्य हुन सक्छ लाइक तैँले मेरी बुढीलाई चन्द्रमाको दाँजा राख्न सक्दिनस् र तेरी बुढीलाई किन राखेको त्यो आफूले सक्छ नि सब कसरी भ्रम भयो त्यो भ्रमै पारेको नि त अब ऊ चन्द्रमा जस्तो नभए चन्द्रमा जस्तो तर भन्न पर्यो नि त खुसी हुन्छ नि भन्न पर्यो भ्रमै पारेर त चन्द्रमा तैँले रियलमा कहाँ त्यो आँखादेखि चन्द्रमै होइन आउनु नि सक्छ चन्द्रमै आउनु नि सक्छ सुन्नु होला रे जे भने भ्रम हो कि होइन कसरी हो कसरी होइन भन्न के तैँले अब तैँले मान्छेलाई चन्द्रमासँग दाँच्नु भने भ्रम होइन होइन तपाईँ गलत बाटोमा प्रेमको शक्ति होला भ्रम हो कि प्रेम फेरि भ्रमै आयो फेरि अब माया प्रेम फेरि भ्रममा आयो अब केमा हुने फेरि मलाई केही लाग्यो जिन्दगी आलु भइसकेको छ दिनदिनै आलु खाइएछ त्यही भेनिसक्यो झुकेर इन्जिनियरिङ जोइन गर्छु भन्ने कतातिर हुन्छ बढी खुसी त मै छु होला यार होइन मम्मीले मलाई भन्नुहुन्थ्यो कि लुम्बिनी बाँडीजीमा पढ बिएमसीमा पढ कमर्सले आनन्दले पढ्नेमा पढ अनि तर फेरि अलिकति जिन्दगीमा स्ट्रगल भन्ने कुरो चाहिँ थाहा पाइन्छ कि यस्तो भनेपछि कहिलेसम्म दिमागमा ठेक्छ भनेको थ्री इडियटले पर्फेक्ट इक्जाम्पल दिएको थ्री इडियटमा त्यही इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङ होला त्यसमा होइन अरू इन्जिनियरिङ नदेखा पनि होइन डेन्जर गराएको थ्री इडियट्समा भएको त्यो कलेजको नाम भन् त आइसिई फुल फर्म प्रिन्सिपलको भाइरसको पुरा नाम भन् त रियल नाम त्यो क्यारेक्टरको वीरु शास्त्र बुद्धे ए त्यो भने रियल नाम भन न सनी रानी रियल नाम त क्यारेक्टरको नाम भनिराख्नु आइसिई को इम्पेरियल कॉलेज ऑफ इंजीनियरिंग इम्पेरियल कॉलेज ऑफ इंजीनियरिंग 10 साल से खतरा है तो मूवी बेस्ट मूवी तेरे बेस्ट मूवी कौन हो फेभरेट मूवी टप 3 तीनटा भन्छ ल टप 3 10 आउट अफ 10 जस्तो रेट दिन सक्नु सिरियल भयो है अनि पछि नेपालीबाट भनौँ अलिअलि खासै हेरेँ खासै होइन नेपाली लास्ट मुभी हेरेको त्यही उनको स्विटर मात्र हो नेपाली मैले मुभी हेरेको नेपाली लगभग मुभी हेरेको चाहिँ खासै हेरेन कि मैले कबड्डी हेरेँ बाचा बन्धन नेपालीहरू पुरानो फिल्महरू राम्रा छन् झोला फिल्म राम्रो छ होइन बाचा बन्धन पनि राम्रै छ एक तरिकाले अनिपछि पनि राम्रो आमा फिल्म पनि थोरै थियो हामी तीन भाइहरू थिए नि तिनीहरू परदेशी फिल्म पनि राम्रै हो अब परदेशी 2 चाहिँ मैले हेरेन होइन परदेशी 1 चाहिँ राम्रै हो होइन
भनेपछि गोर्खा पल्टन भयो है राम्रो राम्रो मुभी छ अब त्यो कसरी गर्ने भन्ने कुरो हुन्छ राम बलराम गोर्खा पल्टनमा है हामी तिन भाइ प्रशान्त तामाङले राम्रै निकाल्नु आफ्नो सन्तानको माया मुगलान मुगलान सन्तानको माया दर्पण छाया दर्पण छाया त नेक्स्ट लेभलको थियो यार एउटा गीत छ नि जिन्दगानी पहिलाको फिल्म राम्रो हुन्थ्यो नि त अहिलेको जस्तो अहिले के छ कमजोरी अहिले कस्तो भन्दाखेरि नि कमजोरी भनेर मैले त्यस्तो भन्दैन होइन हरेक फिल्ममा मिनेट कतिसम्म लाग्छ मैले भर्खर आफूले पनि सुट गरेर थाहा पाएँ जम्मा 30 मिनटको भिडियो गर्न त हामीले अब अनमोल केसीलाई कति गाली गर्थ्यौँ के मुभी गराएको यस्तो त्यो मुभी गरेर त्यसलाई कति भिएफएक्सले बिगाएर होइन जे पनि अरू सुट गर्न त टेक यताउता है आर यु टकिङ अबाउट क्याप्टेन त्यो होइन जे पनि मिहिनेत त थियो नि त होइन कुनै पनि आर्ट नराम्रो त हुन्न हेर्ने दृष्टिकोण फरक हो त्यो कस्तो अब हामीले खिच्यौँ मात्र हामी ठुलो एउटा मैले होइन कस्तो लाग्दा नि तैँले प्रेजेन्ट कसरी गर्छस् भन्ने पनि म्याटर गर्छ कि अब त्यो डिरेक्टरमा भर पर्छ मैले एउटा पढेको थ्योरी के थियो भन्दाखेरि नि संसारको ज्ञान भन्ने शब्दमा चाहिँ संसारको कुनै पनि व्यक्ति ज्ञानी अज्ञानी हुन्न अरे कि थोरै ज्ञानीबाट धेरै ज्ञानी हुने हो अरे सबै सबै अज्ञानी त हुँदै हुन्न अरे केही चिज पनि बुझिनस् मिन्स त्यो थोरै ज्ञानबाट धेरै ज्ञानमा जान सक्ला तर स्टार्टै थोरै ज्ञानबाट हुने मिन ज्ञानै नहुने चाहिँ हुन्न अरे कि मान्छे कोही मान्छे थोरै ज्ञानीबाट अलिक धेरै होला त्यसलाई हामीले प्रोग्रेस भन्ने होला तर अज्ञानी चाहिँ मान्छे हुन्न अरे कस्तो भन्दा त्यस्तै हो नेपालमा चाहिँ अहिलेको टाइममा रिसेन्ट टाइममा चाहिँ मुभीहरू नआएको पनि एक्सन मुभी आएन एक्लो भन्ने आइरहेको त साइफाई भएको नै ऊ बलिदान आएको थियो नि त बलिदान के भयो आई डोन्ट नो दसैँको बेला आएको थियो मैले बिर्सेँ फुलपातीको बेला आएको थियो टडक माथि पुरै मान्छे मरेर समीरोस् होइन ए ऊ गीत चलेको त आ ला 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 खतरै लाग्छ जस्तो लाग्थ्यो होइन ए बलिदान त उसको गीत पनि त चल्यो सुजन चापागाईको होइन मै मरि गए सहिदै भए वाला त्यो भन्दा नि पहिला हुन्थ्यो नि हामी तिनमा हेर्दा हेर्ने स्टन्टहरू निखिल दाइले आफै हान्थ्यो है त्यस्तो वाला हुन्थ्यो नि आज मैले निखिल दाइ त डेन्जर लाग्थ्यो मलाई पहिला है मलाई श्रीकृष्ण श्रेष्ठ दिलीप रामेशहरू पहिला प्राइम टाइममा त खत्रै हो नि त कस्तो राम्रो लाग्थ्यो है आजभोलि चाहिँ खासै त्यस्तो लाग्दैन अरूपछि धेरै पछि राम्रो फिल्म हेऱ्यो भनेको चाहिँ मैले कबड्डी पनि ठिकै लागेको है किनकि मैले 1 2 3 खासै हेर्थेन सिधै मैले त्यो फाइनल म्याच हेरेर 4 फेभरेट हिरोको अहिलेको टाइममा नेपालको सिनेमामा अहिलेको टाइममा मैले हेर्दाखेरि चाहिँ मलाई फेभरेट हिरो खड्के बेस्ट एन्सर तर साँच्चै यार त्यो मान्छेले एक्टिङ कडा गर्छ जस्तो लाग्छ साँच्चै यार है त्यसलाई थिएटरमा ल्याउनु पर्छ होइन त्यो फेरि गर्नुपर्छ त्यसले खतरा गर्छ कि कसम भने ट्यालेन्ट त बहुत छ रोमानिया जान लाग्यो के क्यार्नी घर के गर्छ नि घर त बसे एक्लै बसेछ तर अब भिसा लागेर रोमानिया कस्तो मलाई फोन आयो त्यो तर रोमानियामा तर केटीले गाह्रो छ स्टुडेन्ट हो कि वर्किङ हो वर्किङमा त लास्टै गाह्रो छ कान्छा मेरो सानो बुवा जानुहुन्छ अस्ति भर्खर मैले सानो बुवा नि गोपाल नै सानो बुवा जानु भएको पहिले बसेर आउनु भएको तर अहिले लास्टै गाह्रो छ पहिलो कुरो भाषा चाहिन्छ त्यो त चाहिँ होइन भाषा बिना पिआर दिँदैन अरे सिङ्गिङ होइन भाषा उ गरेन भने चाहिँ हुन्छ अरे कि भाषा पिआर दिँदैन अरे बर्तन पोर्चुगलबाट भित्र छिर्न सजिलो नि त हो तर यहाँ छ त्यो मान्छेले सिङ्गिङ सिके पनि बवाल गर्ने मान्छे हो त्यो मान्छे थिएटर कडा गर्छ कि मलाई लाग्छ त्यस्तो मलाई त्यसले त्यस्तो एक्टिङ गर्छ नि मलाई लाग्छ त्यस्तो आर्टिस्ट कोही घुम्दाखेरि बहुत दुःख लाग्छ बहुत दुःख लाग्छ मलाई त्यो भएर पनि त्यसलाई मैले भन्दा के हुन्छ र तर त्यतिको आर्ट फर्म बाहिर खेर जानु हुन्न भन्ने चाहिँ मलाई लाग्छ कि त्यसको लागि के गर्न पर्छ पूर्वी ब्लुज अनि उनीहरूले नर्मल भिडियो राख्छ नि है खासै कलर ग्रेडिङ नगरिकन उसले हेर्ने कथाले त गर्छ उनीहरूले खतरा एक्सप्लोर गराउँदैन उनीहरूले पनि खतरा गरेर अनि बिस्तारै भए त्यस्तो कुन दाइ अरे त्यो जुम्लाको बिहे गरेको होला कि कमल त्यो दाइले पनि खत्रै गर्यो नि त्यो दाइले नि पहिला म्याजिकवाला गराउँथ्यो है
त्यो उवाला निस्किनेवाला के त्यो म्याजिकहरूवाला जादु। ज्याकले जस्तै गरी जादुहरू टाइपको तासका तासका नै नर्मल भिडियोबाट के त्यो ग्रिन स्क्रिन राखेर जादु गर्नेवाला गराउँथ्यो नि त VFX जस्तो। VFX जस्तो ग्रिन स्क्रिनबाट जादुवाला त्यो त मैले गर्थ्यो त्यति कुरामा त हेर्न। भनेपछि त्यो दाइले पनि हो त्यस्तो त्यस्तो त्यो मान्छे उबाट सुने मैले चक्रपथ परिक्रमा लगाएको भन्नेबाट एमबी कमल। तर मलाई लाग्छ नेपालमा धेरै त्यस्तो कल्चरहरू छ हामीले जो कि देखाउन सकेको छैन जस्तै यहाँ पाटनमा यहाँ नेवा यहाँको काठमाडौँ आफ्नो कल्चरहरूलाई होइन त्यसो भए भोट केमा दिने? भोट त उसमा अहिलेको चुनावमा त्यसका लागि भोट केमा दिन्छस्? खासमा भोट दिँदैन होला तँलाई के लाग्छ घन्टीले बहुमत दिन्छ? भोट त सकिँदैन सहरी क्षेत्रमा दिए ल्याउने हो विकट क्षेत्रमा उयो त हाम्रै क्षेत्रमा पनि अब टोपा र भन् 165 सिटमा कतिवटा सिट घन्टीले दियो? प्रत्यक्ष सबै एकैचोटि गरेर 165 प्रत्यक्ष मात्र हो। समानुपातिक गऱ्यो 275 हुन्छ कि 110 समानुपातिक 165 प्रत्यक्ष अनि प्रत्यक्षमा कतिवटा सिट लियो 165 केपी ओलीले लगभग 100 भने हो के 95 सिट ल्याउँछ रासोपाले 95 जनाले जित्न पर्यो है 95 जना प्रत्यक्षले जित्न पर्यो समानुपातिक नट पोसिबल 95 लिने अन्त सिधै 2/3 बहुमत आउँछ होला यार समानुपातिकबाट तान्दा त नट पोसिबल 95 त उसमा त यार यस्तै बुझ्न पर्यो कि पहिला होइन यो हुँदैन त्यो 95 त ल्याउँदैन म त भन्न सक्दिनँ कि के हुन्छ मलाई पहिला त सक्छ के 165 मा 95 के ठुलो कुरो हो र सुन मलाई कस्तो लाग्थ्यो एकै सिट सिधै लिएको मान्छे पहिलो चुनावमा एकै सिट लिने मान्छेले सुन मलाई कस्तो लाग्छ भन्दाखेरि मलाई सुरुको चोटि मेयर बालन उठेको थियो नि बालन उठेको थियो नि मलाई बालन जित्छ जस्तो लाग्थेन कि तर लाग्थ्यो लाग्थ्यो म त लाग्थेन मलाई चाहिँ लाग्थ्यो फुल कन्फिडेन्स थियो किन भन्दाखेरि अब त्यति बेला त पार्टी भनेपछि त डेन्जर मान्छे लगाव पर्ने टाइपको थियो नि त तर हुने रहेछ त्यस्तरी होइन हामीले चाहे हुने रहेछ चाहे हुने रहेछ नि त हो त्यस्तो भएपछि चाहिँ अहिले पनि त धेरै जे भए पनि जहाँसम्म लाग्छ मलाई होइन उस्तै विकट ठाउँमा नदेखेको है बुढाबुढीले पनि होइन जस्तै हाम्रो मम्मीहरूको एज ग्रुप छ नि त्यो ग्रुपहरूले चाहिँ सोचेर हाल्छ कि भोटे भन्दा किनभने उनीहरूको सबैको हातमा मोबाइल हुन्छ फेसबुक हुन्छ त्यो पनि हामी छोरछोरीले पनि यस्तो ब्रेन वास भए जे भए पनि अब कुन कस्तो पेज लाइक गर्छन् भन्ने पनि हुन्छ फेरि त्यसमा है कुनै कुनैतिर छिमेकी खानेतिर आइसक्रिम बेच्ने त्यस्ता ओके लेट्स एन्ड आवर फर्स्ट पडकास्ट के भन्न मन लाग्यो त्यहाँ क्यामेरामा हेरेर म त केही भन्दैन हाम्रो नर्मल टक्स थियो होइन त्यही पनि अब यस्तै हाम्रो सधैँ टक्स हुनु मेमोरीलाई अहिले यसमा हल्का त्रुटिहरू होला नि है त्यसको लागि चाहिँ माफी पाऊँ भन्दा यसो यो भन्दाखेरि उसको निकोलस भुसाल त माइती घर बसे जस्तो लागेन म त कस्तो पेट दुख्यो दोस्रो अनसन बस्थ्यौँ कि गएर भोलिबाट त्यो के अरे इन्जिनियरिङको माथ पुरा गर हो क्या